हेलो गाइस एभ्रिवान, दिस इज निशान्त ओली ब्लग। आजै बनाउँदैछ सिद्रा सँगसँगै हामीले चाहिँ लिएका छौँ सिद्रा, घरबाट पठाइदिएको सिद्रा। त्यसपछि हामीले लिनेछौँ प्याज, टमाटर, लसुन, अदुवा र मरिच। त्यसपछि हामी यो सिद्रा माछालाई पानीमा भिजाउने छौँ। पानीमा भिजाइसकेपछि त्यसपछि हामी पिस्नेछौँ मसला। हामी सिलौटोमा चाहिँ हामी मसला सबै मसलाहरू पिस्नेछौँ र त्यसपछि तयार पारिसकेको प्याज, लसुन र टमाटरलाई मसिनो पारेर हामीले यसलाई काट्नेछौँ र काटिसकेपछि हामी ग्यासमा कराई बसाल्नेछौँ र कराईमा अनि लसुन मरिच पुर्याउनेछौँ र सँगसँगै त्यसमा हामीले प्याज पनि फ्राई गर्नेछौँ। प्याज फ्राई गरिसके पछाडि त्यसलाई हामी भुट्नेछौँ। एकैछिन हामी यसलाई भुट्छौँ। भुटिसके पछाडि यसमा हामीले टमाटर मसला सबै हालेर मजाले भुटिसकेपछि हामीले अनुसन्धानको लागि पानी हालेर ढाकिसके पछाडि यसमा हामीले सिद्रालाई पानीमा हालेर ढाकिसकेपछि मजाले पाकेपछि सिद्रालाई हाल्नेछौँ र सिद्रा हालेर सिद्रालाई त्यसमा हालेर मजाले त्यसलाई हामीले चटकदार बनायो। यो पानी पनि हाल्थ्यो के सिद्राको रस झरुन्जेलसम्म त्यसलाई मजाले पकाउने छौँ र त्यसपछि हाम्रो सिद्राको सुप झोल तयार भयो।